स्वागत छ साथीहरू यहाँहरू सबैलाई यो हाम्रो इन्टरनेसनल जब विदेश यात्रा युट्युब च्यानल मार्फत। आज मैले तपाईलाई यस्तो देशको नाम बताउन गइरहेको छु कि तपाईँ जिन्दगीमा तपाईले नाम पनि नसुन्नु भएको होला। प्रायः जसो नेपाली 1-2 जना गयो होला, नभएको होइन। त्यो देशको नाम हो समोआ। समोआ देश एकदमै राम्रो कन्ट्री हो साथीहरू। तपाईँ त्यहाँ जान चाहनुहुन्छ भनेपछि त्यहाँ फ्री भिसामा जान सक्नुहुन्छ। कसरी जान सक्नुहुन्छ भनेपछि म तपाईलाई सम्पूर्ण जानकारी यही भिडियो मार्फत गराउने छु। तपाईहरूले यो भिडियोलाई 5 मिनेटको हुन्छ, अन्तिमसम्म हेर्नु होला ल। यो देशमा जानको लागि तपाईहरूले भिसा बिना पनि जान सक्नुहुन्छ। तपाईको बिना भिसामा एप्लाई गर्न सक्नुहुन्छ। तपाईले वहाँ गएर बिजनेस भिसामा एप्लाई गर्न सक्नुहुन्छ। र नेपालबाट यदि मेन पावर छ कि छैन, त्यति नेपालबाट छैन भनेपछि तपाईँ इन्डियाबाट लगाउन सक्नुहुन्छ। तपाईले वहाँ गएर जे पनि बिजनेस गर्न सक्नुहुन्छ। क्लिनरको बिजनेस गर्न सक्नुहुन्छ। क्लिनरको जबमा अब तपाईले वहाँ गएर लाइसेन्स निकालेर तपाईले चाहिँ जस्तै क्लिनरहरूलाई नेपालबाट झिकाएर तपाईले काम लगाउन सक्नुहुन्छ। र सानो सानो पसलहरू खोलेर सक्नुहुन्छ, क्यापहरू। तपाईहरूलाई त्यहाँ एकदमै राम्रो हुनेछ, किनकि त्यहाँ तपाईले 5 साल काम गर्नुभयो भनेपछि तपाईले त्यहाँको रातो पासपोर्ट पाउनुहुन्छ। यदि तपाईको रातो पासपोर्ट मिल्यो 5 साल तपाईले काम गरेर भनेपछि तपाईँ अस्ट्रेलिया, अमेरिका, क्यानाडा, युके, लन्डन, अफ्रिका, तपाईँ धेरै देशमा जान पाउनुहुनेछ। र तपाईले त्यहाँ गएर आफ्नो काम गर्न सक्नुहुन्छ आरामसित। र पछि आफ्नो वाइफ केटा हुनुहुन्छ भनेपछि आफ्नो वाइफ र केटी हुनुहुन्छ भने आफ्नो हस्बेन्डलाई लिएर जान सक्नुहुन्छ। यो देशमा धेरै हिन्दीवालाहरू गइरहेको छ। नेपाली अलि कम्ती 2-4 जना गयो होला इन्डियाबाट। तर यो देशको नाम प्रायः जसोले सुनेकै छैनन्, समोआ देश भन्ने। तपाईले यति राम्रोसँग जानकारी पाउन सक्नुहुन्छ। कसरी पाउनुहुन्छ भनेपछि तपाईले युट्युब च्यानलबाट पनि हेरेर सबै जानकारी लिन सक्नुहुन्छ। र अर्को कुरो गुगलमा गएर गुगल बाजेमा गएर तपाईले चाहिँ सर्च लेख्नु होला र त्यसको बारेमा समोआ अबाउट कन्ट्री भनेर तपाईले त्यहाँ गएर लेख्नुभयो अनि तपाईले हेर्नुभयो भनेपछि सम्पूर्ण जानकारी तपाईले त्यही नै पाउनुहुन्छ साथीहरू। किनकि मैले यस्तो नयाँ जानकारी मात्रै ल्याउने छु भिडियोमा, तपाईले कहिले नसुनेको र नगएको देशको मात्रै। यदि तपाईँ नयाँ हुनुहुन्छ भनेपछि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर राख्नु होला साथीहरू। किनकि यस्तै नयाँ जानकारी म हमेसा ल्याइरहने छु, ताकि तपाईहरूले मेरो भिडियो सबभन्दा अघि हेर्न पाउने हुन्छ। समोआ कन्ट्री भनेको एकदमै सानो कन्ट्री हो। त्यसमा समथिङ 2 लाख जति जनसङ्ख्याहरू बसोबास गर्छन्। र त्यो हाइलाइन भएको एरिया हो। तपाईँको चाहिँ त्यहाँ हाइलाइन भएको कन्ट्री, त्यहाँ सबै टुरिस्टहरू घुम्न आउने र मनोरञ्जन गर्ने ठाउँ हो। यो एकदमै राम्रो कन्ट्री हो साथीहरू। तपाईँ यदि जान चाहनुहुन्छ भनेपछि तपाईँले आफै एप्लाई गरेर पनि जान सक्नुहुन्छ। गुगल सर्च गर्नु होला र अनि त्यसको बारेमा बुझ्नु होला र तपाईँ आरामसँग बिना पैसा फ्रीमा जान सक्नुहुन्छ। तपाईले 8-10 लाख 15 लाख तिरेर जानु पर्दैन। किनकि तपाईले अलिअलि पढेको हुनुहुन्छ, तपाईँकोसँग अलिअलि ट्यालेन्ट छ र स्किल छ भनेपछि तपाईँ आरामसँग जानुहुन्छ। कोसिस गर्नु भनेपछि नहुने केही छैन। सबै साथीहरू सबै आरामसँग पुग्न सक्नुहुन्छ। र काम भनेको तपाईले रेस्टुरेन्टमा पाउनुहुनेछ र किचन हेल्पर काम भनेको त्यही हो साथी। होटेलमा क्लिनर काम पाइनेछ र हस्पिटलहरूमा काम पाइनेछ। त्यही नै हो साथीहरू। त्यो एकदमै राम्रो कन्ट्री हो। तपाईँ यदि कुनै साथीहरू समोआ पुग्नु भएको छ भनेपछि त्यहाँको स्यालेरी कति हुन्छ भन्ने बारेमा जानकारी दिनु होला कमेन्ट गरेर। सबै साथीहरूलाई थाहा हुनेछ त्यहाँको पैसा 1 रुपियाँको तपाईँको चाहिँ इन्डियाको 25-30 रुपियाँ हुनेछ भनेपछि नेपाली झन्डै 40-50 रुपियाँ हुनेछ। त्यहाँ
इङ्ग्लिस जान्नु अनिवार्य छ। इङ्ग्लिस जान्नुभयो भने तपाईँलाई अरू कुनै भाषाको जरुरत पर्दैन। त्यहाँ प्रायः जसो इङ्ग्लिस नै चल्छ। इङ्ग्लिस सिक्नुभयो भने तपाईँले जान्नुभयो भने एकदमै राम्रो हुन्छ। सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। म फेरि अर्को भिडियोमा आउनेछु र सेलेरीको बारेमा पनि म अर्को भिडियोमा जानकारी गराउनेछु साथीहरू तपाईँलाई। हस् त भाइ, टेक केयर। म यस्तै भिडियो ल्याएर फेरि अर्कोचोटि आउनेछु अवश्य नै। बाई, टेक केयर।